चाहिँ मासु खाने भनिरहेको छ नि है र दुईजनाले ट्राई गरेर कस्तो छ है मलाई रिभ्यू अनि म पछि आएर खान्छु। आज चाहिँ लक्ष्मी पूजा हो। यहाँ टेबल आइसकेको छ, भगवान आउनुहुन्छ, त्यसपछि डेकोरेसन हुन्छ। यता ए यता राख्छु। Bye bye guys. Hi everyone, welcome to my channel. अनि आज चाहिँ लक्ष्मी पूजा हो अनि म चाहिँ यता हल्का घर सफा गर्दैछु लक्ष्मी पूजाको लागि। अनि यता हाम्रो निक्की बहिनी हाय गाइस, ह्यापी तिहार, ह्यापी ह्यापी तिहार। सबैजनालाई हामी पनि यहाँ प्रिपरेसन गर्दैछौँ। यहाँ टेबल आइसकेको छ, अब भगवान आउनुहुन्छ, त्यसपछि डेकोरेसन हुन्छ, त्यसपछि हामी पनि राम्रो हुन्छ। ए यो चाहिँ ठिक छ, डेकोरेसनको लागि त हो। ओके, अब चाहिँ हामी लक्ष्मी पूजाको लागि हल्का सपिङ गर्न गइरहेको छौँ। ट्याक्कै घरबाट निस्क्यौँ है बहिनी। खै निक्की पनि छ यो पालि तिहार सँगै मनाउने। अनि हामीसँग अनिस छ। अनिस चाहिँ फर्स्ट टाइम मेरो भ्लगमा आइरहेको छ। कस्तो भइरहेछ तिम्रो फर्स्ट तिहार इन युके? राम्रो भइरहेछ। अब के हुन्छ हेर्दै जाऊँ, म तपाईँहरूलाई अपडेट गराउँछु ल। यो चाहिँ हामी सपिङ गर्न जाने बाटो हो। यस्तो मेरो फेभरेट ठाउँ हो कि यो। यता आउन साथ मलाई नेपालको यस्तो याद आउँछ। राम्रो देखिरहेको छ। यो चाहिँ मेरो फेभरेट रोड। हामी चाहिँ ठ्याक्कै अल्दी आइपुग्यौँ। पानी परिरहेछ। पानी परिरहेछ। मम्मीले चाहिँ नरिवल ल्याउनु भन्नुभएको थियो कि पूजाको लागि। अलिकति पानीवाला, अलि पानीवाला रहेछ, यो राखौँ न। अनि भोकटे भन्नुभएको थियो। यो के हो? यो भोकटे हो। निकै यताको अल्दी फर्स्ट टाइम आएको है। सुन्तला कुन लग्ने? अलि राम्रो खालको यो देऊ त। निकी चाहिँ मासु खाने भनिरहेछ नि है। किन भागेको? निकीलाई चाहिँ एकदम मासु क्रेभिङ भइरहेछ। अनि म चाहिँ अलिक खाँदिनँ कि। मैले खाने चाहिँ एप्पल, म चाहिँ फ्रुट्स मात्रै। तिमी चाहिँ सबै खाने हुन्छ के छ हल्दी हाल प्याज हालौँ न, दुईटा हालौँ है। प्याज आलु नहालौँ मलाई। हामी चाहिँ आज हल्का त्यो खासमा फलफुलहरू मात्रै लिन आएको हो। त्यही हुँदा अलिअलि हेरेको मासु बोकेको। मासु चाहिँ निकीले गर्दा आज म चाहिँ प्योर भेज खाऊँ भनेर बसेको। यतानिर के लाइट्स चाहियो भनेर मान्छेलाई सोधेको। लाइट्स त यस्तो पो देखाउँछ हौ हलोइनको। लक्ष्मी पूजामा यस्तो युज गर्नु भएन नि त। सो अब हामी अर्को ठाउँमा गएर हेर्छौँ। लेट्स गो। अनि त्यस्तो कहाँ? त्यही यताको मान्छेहरूलाई अब थाहा छैन नि त। राख केही हुँदैन। त्यही भएर ल जाऊँ। अब हामी अर्को ठाउँमा गएर भेट्छौँ है। यता नजिक छ कि कस्तो राम्रो सबै पाउने। तिमी गएको छैन है? तिमीलाई म एक्सप्लोर गर्दैछु, हिँड न रेस्टुरेन्ट के छ भनेर। Are you excited? निकी चाहिँ बिहान उठेकोदेखि हाँसे मात्रै गर्छ। सरस्वतीले चाहिँ के गर्नुहुन्छ भन्दा यो ठाउँ आउनुहुन्छ होइन, अनि कस्तो लाग्यो अरे? अब घुमेकै छैन, कस्तो लाग्यो भन्दा खानेकुरा पनि खानु आँटेको छु, कस्तो लाग्यो कस्तो लाग्यो भन्दा। त्यही भएर घुम्नु पर्यो नि पहिला होइन। ठिकै छ। त्यसपछि चाहिँ भन्नु ल। यस ल अब म अर्को ठाउँमा गएर देखाउँ। मैले खाने त्यसरी बोक्दा हुन्छ। किन हाँसेको?
अब दुईजनाले बोक्यो भने झन् अप्ठ्यारो हुन्छ नि अब वेदर चाहिँ कस्तो पानी परिरहेछ क्या देउसिरे यतापट्टि बहिनी चाहिँ यत्रो तिहार भाइब्समा छ क्या हिजोदेखि भन भाइ हो हिजो राति सुत्ने बेला पनि मलाई त भन भाइ हो भनिरहेको बहिनीले हामी सब चिल भएन मासमा आएको लाइट एसियनमा लाइट चाहिँ रहेनछ मासमा पनि सबै पाउँछ बल्ल तल खोज्दा यहाँ मासमा चाहिँ यहाँ नेपाली सबै पाउने रहेछ ट्रेडिसनल कुर्तीहरू अनि यहाँ कपडा भगवानको लागि फाइनली 1 मिटर चाहिँ यति हुँदो रहेछ अनि यो चाहिँ किन खान्छ भगवानलाई ठ्याक्क हुने रहेछ खानेकुराहरू रहेछ क्या इन्डियनको उनीहरूले ट्राई गर्दैछ म चाहिँ खाँदिनँ है आज चिकन नखाऊँ भनेर ऊ देख्नुभयो कसले खाने रहेछ त चिकन ल अघि भिडियोमा कसले खाने ल टेस्ट गरेर भन न कस्तो रहेछ हाम्रो फर्स्ट टाइम भयो यो चाहिँ ल दुईजनाले ट्राई गरेर कस्तो छ है मलाई रिभ्यू अनि म पछि आएर खान्छु कस्तो छ निकिलाई चाहिँ मासु हुनु पर्यो जस्तो भए पनि मिठो लाग्छ कस्तो लाग्यो मिठो छ है म पछि ठिक छ ल मिठाईहरू पनि सबै पाउने रहेछ है त्यही भन्दैछु त अघिदेखि बिरयानीहरू सबै के भनेको त्यही भन्दैछु त म त चोखो बस्न सक्दिनँ म त खानै पर्छ भनेर खाइसक्यो हो नि म त रुको पनि है रोको पनि पनि किनेर अब हामी जाँदै फेरि हामीले चिकन हक्का नुडल्स बोकिरहेको तीनटा भयो मम्मी कतिवटा हुनुपर्ने हजुर नरिवलमा पनि ल भगटे पनि अलिअलि यसो सुक्खा हाल्ने भगटेमा अबिर पैसामा पनि अलिअलि अबिर राखिदिने फलफुलमा आफ्नै इच्छाले राख्नु रे राम्रो भयो नि यति भयो है पैसा राख्नु रेडी भयो लक्ष्मी पूजाको लागि अनि मेरो आउटफिट चाहिँ यस्तो छ अनि त्यसपछि यता चाहिँ मलाई मम्मीले जे सिकाउनु भयो त्यही गरे जय लक्ष्मी माता मैले लक्ष्मी मातालाई धनको प्रसाद गराउनु भनेको छु के सही दाइ सही माला फिरे रहेछ फोटो दारा दाउस देख्छु देखिसक्यो दाइ हामी चाहिँ पूजा गरेर खाँदैछौँ अझ सेल अनि तरकारी भाउजू र दाई पनि आउनु भएको छ दाई हाई भन्नुहोस् न मेरो ब्लगमा भाउजू कस्तो भयो तिहार के भन्नुभएको दाइ तपाईँ मुगल च्यालेन्ज गर्ने हो ल एक दिन दाइ र अनिसको गर्नु पर्यो दिन्छु है रितिकाकोमा जान लाग्यो देउसी खेल्न यत्तिकै साथीहरू रमाइलो गर्न तिहारमा अब उता गएर बेठौँला उता गएर चाहिँ हामी धेरै टिकटक बनाउने अनि खाने घरमा पनि खाएको छ उता गएर पनि अनि रेडी भइसक्यो पनि हामी चाहिँ आइपुग्यौँ है
यता पुरा झार खोलेर हाम्रो सम्झे पुरा ल ह्याप्पी तिहार कस्तो मजाले पाइला राखेको वाउ ओहो रङ्गोली कति राम्रो छ रितिका ह्याप्पी तिहार ओ लिली मेरो बहिनी कस्तो राम्रो बनाएछ नि त रङ्गोली यस्तो राम्रो बनाएको थियो लिलीले सबै पुरै खाएर कोताले फेरि बनाएको अघि भर्खरको ए कस्तो राम्रो देखेछ ओ ब्युटिफुल पुरा लाएर ल के हो सम्झियो नि यो ल गेट अप खोइ त तिहारमा त हुनु पर्यो नि कुक भर्खर सक्यो नि त ए हो खोइ त ज्वाला पाकेछ त दामी बनाएछ त सम्धीले ओहो ल यो के हो सम्धी पोर्क ल ठिक छ यो चिकन ह्याप्पी तिहार के छ खोइ त हाम्रो बार सेट ओ ल बार सेट त दामी रहेछ त नि हाई हाई कसले बनाउनु भएको तपाईँले होइन दुईजनाले सेफको मुख चाहिँ अलिक गहिरोसँग हेरौँ है एकदमै मिठो है ज्वाला तामाङ लुगा लाएर कति ह्यान्डसम राम्रो देखाइ यता ह्याप्पी तिहार सम्धी ह्याप्पी तिहार ल सम्धी गीत जाओस् न त खै के आयो ल यो चाहिँ ट्रायल हो नि त अनि ल ल ल ल ल पाउन्ड निकालौँ पाउन्ड सम्धी एक दुई हात तताउँ न एकछिन खप्परमा के ल्याएछ हाम्रो लिली है क्युटी लिली लिलीको मम्मी हामी चाहिँ यहाँ तास खेलिरहेको छौँ अनि म चाहिँ जितेछु अनि यता हार्ने मान्छेहरूको फेस हेरौँ है सबै हार्ने ऊ चाहिँ एकदमै म चाहिँ जितेको जिते कस्तो गाह्रो छ कि फेरि हामी यहाँ खाना लगाएको हाम्रो हुक्का बन्दैछ है हुक्का लभर रितिका वेलकम टु माई च्यानल भर्खर बनाएको उसले चाहिँ कस्तो राम्रो ड्रिङ्क बनाउनु रहेछ मैले वाउ हुन त मैले ट्रेनिङ दिएको थिएँ त्यही भएर होला हो कि होइन के रे सम्धी यस्तो आउँछ नि यस्तो बटन सम्झ्यो नि तामाङ लुगा लाएर के हो ह्यान्डसम भएर मिठो लाग्यो मिठो छ है थ्याङ्क यू एक्साइटेड के किनभने मेरो मुटु आउँदैछ नि मेरो मुटु रुबी इज हियर कति राम्रो देखेको लु
लुगा त रुबीले पो लाउँछ हौ जहिले चेन्ज गरी गरी होइन हामी त कस्तो फोरी लाग्यो भने अघिदेखि रेडी भएर होला है ह्याप्पी तिहार ह्याप्पी तिहार नभन्दा यिनीहरूको टिकटक गरेको गरे यता अर्कोको टिकटक यता उनीहरूको आफ्नै छ ल नभन्दा बल्ल फाइनली बाई थ्याङ्क यू फर इन्भाइटिङ बाई बाई अब घर जानुपर्छ म भोलि फेरि बर्मिङहाम जानुपर्छ अर्को ब्लगर रुबी ओके यति नै बाई बाई गाइस एकदम रमाइलो गरे प्लिज डु सब्सक्राइब लाइक एन्ड शेयर ओके डोन्ट फर्गेट दैट बाई